सफल पारौं जान्दैछु बढ्न देऊ जान्दैछु बढ्न देऊ विद्यालयमा भर्ना अभियान सफल पारौं छोरा छोरी बराबर विद्यालयमा भर्ना अभियान सफल पारौं विद्यालयमा भर्ना अभियान सफल पारौं बराबर विद्यालयमा भर्ना अभियान सफल पारौं बच्चाहरूलाई अलिकता मेहनत गर पढ पनि भन्ने गर त्यसो गरेन भने भोलि स्कुलमा कक्षा 8 पास पनि सक्दैन कक्षा 8 पास गरेन भने भोलि राज्यमा केही पनि सुविधा प्राप्त पायौँ छोराहरू भत्ता खाइराख्नु भएको छ उनी छोरा छोरीलाई पनि भत्ता खाने होइन कुनै अब कुनै समितिमा बस्ने होइन अब नागरिकै पर पाउँदैन भनेर त्यो सिक्नु नि समयमा भर्ना गर्नु पाएन र अर्को कुराहरू कुरा सुन समयमा भर्ना गरेन भने नेपाल सरकारले यिनको नाममा दिने जुन पाठ्य पुस्तकहरू त्यो आउँदैन छात्रवृत्ति पाउँछ त्यो छात्रवृत्ति आउँदैन जानु मन मान्दैन खेल्नु मन मान्दैन तपाईँहरू दिनभर यही कचौरी हालेर त काम छैन काट छैन स्कुल 10 बजे स्कुलमा पुर्याउन सकिँदैन उनलाई लिएर त्यो 10 मिनट निकाल्न सकिँदैन यति स्कुलमा पुर्याउन सकिँदैन बच्चालाई सकिन्छ उनीहरूलाई त्यही भएर आफ्नो बच्चालाई खै कुराइ गरेर मजाले स्कुलमा पुर्याएर आउनु होला सानो बच्चालाई ठुलो बच्चा गइहाल्छ तपाईँको અહીં ज्वरो आउने टाउको दुख्ने अयो गयो भन्ने दुःख पनि नपढेर आउनु भएर त्यो अरू केही पनि होइन नि समाज नसुत्रेर हो टाढाबाटा नभएर हो त्यसो हो नि त पढा लेखा पनि सन्तान पढे लेखा कमसेकम पानीको मुहान सरसफाइ गरेर पानी तपाईँहरू अलिक ढिला हुनु भएको छ त्यही पनि यो समय थपेको छ तपाईँ बिरामी त भयो यो बच्चाहरूलाई त्यहाँ गई पठाइदिएखेरि चाहिँ हामी भर्ना आउने होइन अरू 5 क्लास 2 पढ्नेवाला त आफै हुन्छ नि हजुर सबैभन्दा अहिले यहाँ कसैले हल्ला खुल्ला हातलाई सुनेपछि आई कन्टेन्टमा भुक्रासँग उठाइदिनु छोरा छोरी बराबर स्कुल पठाऊ सरासर जान्दैछु बढ्न देऊ जान्दैछु बढ्न देऊ पढ्न देऊ विद्यालयमा भर्ना अभियान सफल पारौं बाल विवाह रोकौं स्वास्थ्य चौकीका इन्चार्ज सर फिल्ड कर्मचारी साथीहरू र वासुकी माविका विद्यार्थी आदिहरू आज हामीले शैक्षिक सत्र 2082 को भर्ना अभियान गरेका छौँ। धेरै कुराहरू चाहिँ हाम्रो यो आस्था नेपालका कर्मचारी साथीले भनिसक्नु भएको छ। यो भर्ना अभियानमा टोलमा पनि छुटेका छन्। देखि लिएर यहाँसम्म हामी भर्ना अभियानको 12 जुलाई सायद त्यहाँ पुगेका छौँ। हुनुपर्ने हो त्यहाँका बालबालिकाहरू भर्ना हुन बाँकी देखिन्छन्। हाम्रो विद्यालयको भर्ना वैशाखको अन्तिम वर्ष वैशाख 29 गते यो भर्ना अभियानमा हाम्रै बालबालिका हाम्रै भाइ बहिनीहरू तपाईँहरूकै भाइ बहिनीहरू छुटेका छन्, हाम्रै टोलमा छुटेका छन्। त्यसको कुराहरूमा तपाईँहरूको पनि कर्तव्य भर्ना नभएका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, उहाँहरूलाई पनि कोर्डिनेसन गर्ने, उहाँका आमा बुवाहरूलाई, छुटेका भाइ बहिनीहरूलाई तपाईँहरूको पनि जिम्मेवारी हो। यसमा अझै कोही छुटेका छन् भने हामीले प्रत्येक टोलमा को छन् हामीलाई पनि खबर गर्नुहोला। हामी त्यही टोलमा पुगेर र त्यहाँ आमा बाबु अथवा के कुराहरू समस्याले उहाँहरू भर्ना हुनु भएको छैनन् ती कुराहरू हामी त्यहाँ पुगेर चाहिँ हामी के गर्नेछौँ। हाम्रो हुनुहुन्छ सँगसँगै गएर चाहिँ हामी उहाँहरूलाई विद्यालयमा भर्ना गराउनेछौँ। हुन पनि विद्यार्थी नानीहरू हामी